25 मिटर सडक विस्तारको तयारीलाई अघि बढाउँदै डिभिजन सडक हेटौँडाले आइतबार पत्रकार सम्मेलन मार्फत संरचना हटाउने समय सीमा र वैकल्पिक रुटबारे विस्तृत जानकारी दिएको छ। हामीले स्वैच्छिक रूपले संरचनाहरू स्थानान्तरण गर्नको लागि मङ्सिर 5 गते सूचना निकालेका छौँ। यो बारेमा तपाईहरु जानकार नै हुनुहुन्छ र त्यसमा चाहिँ अब त्यो सूचना निक्लिसकेपछि आज हामी डिभिजन प्रमुख अधिकारीका अनुसार सूचना जारी भए लगतै अन्तर्निकाय समन्वयका पत्रचार सकिएको छ। सडक विस्तारका क्रममा अवरोध न्यूनीकरण गर्नका लागि आवश्यक वैकल्पिक रुटहरू समेत पहिचान गरिएको छ। हामीले आफ्नो अन्तर्निकाय समन्वयको कुरा पत्रचार गर्ने कुराहरू पुरा गरिसकेका छौँ। त्यसैगरी अब यो काम गर्ने दौरानमा हामीलाई आवश्यक पर्ने वैकल्पिक रुटहरू पनि पहिचान गरिसकेका छौँ। त्यो जुन हामीले समय सीमा दिएका छौँ 19 गतेसम्मको समय सीमा स्वैच्छिक रूपमा उहाँहरू सरकारहरूले आफै हटाउनुहुन्छ। त्यसपछि हामी एकछिनमा जानुपर्ने अवस्था आयो भने हामीले चाहिँ जाने समय पनि त्यही सूचनामा उल्लेख गरिदिइसकेको हुनाले त्यसबाट यहाँले बुझिदिनुहुन्छ। उनका अनुसार पूर्व पश्चिम दिशाका सवारी साधनका लागि चौकीटोल, राप्तीपुल, त्रिवेणी धाम हुँदै रातोमाटे मार्ग प्रयोग गरिनेछ। त्यसैगरी काठमाडौँ वा चितवनबाट आउने उत्तर दक्षिण रुटका सवारीका लागि कान्ति राजपथ, मदन भण्डारी मार्ग हुँदै कमाने रातोमाटे मार्ग सुगठित गरिएको छ। र वैकल्पिक मार्गको रूपमा हामीले चौकीटोलदेखि राप्तीपुल हुँदै त्रिवेणी भएर रातोमाटे निकाल्ने। त्यसैगरी यता यो काठमाडौँबाट आएको चितवनबाट आएको गाडीहरूको व्यवस्थापन हो भने अब कान्ति राजपथ र मदन भण्डारीबाट आउने भेहिकलहरूलाई हामीले कमाने हुँदै हामीले चाहिँ रातोमाटी पठाउँछौँ र अब त्यसपछि उनीहरू पूर्व आफ्नो चाहिँ गन्तव्यमा उहाँहरू जान्छन्। वर्षौंदेखि अल्झिएको 25 मिटर सडक विस्तारका लागि सबै प्रक्रिया तीव्र रूपमा अघि बढाइएको डिभिजन सडक हेटौँडाले दावी गरेको छ। अब घरधनले स्वैच्छिक रूपमा संरचना हटाउने समय सीमा नजिकिँदै जाँदा विस्तारका काम कहिले सुरु हुन्छ भन्ने सबैको नजर छ। हाम्रो आन्तरिक तयारीको कुरा त अब हामीलाई चाहिने साधन स्रोत हामीले तयारी गरिसकेका छौँ।